अब चाहिँ आगो फुक्न सुरु हो। अब चिया पकाउन सुरु। हेलो, म अपेक्षाको आमाबाट सबैजनालाई गुड मर्निङ, नमस्ते, फ्यापला, खाम्रीमा स्याउ र स्याउ माझ टाँसिदिले है। अनि सबैजनाको संसारभरि सबैजनाको माया र सम्झना गर्दै फेरि भिडियो गर्न लागिरहेको छु है। बिहानै है सोसो ल्याएँ है। अब चाहिँ माथि पूजा छ, बधाईको 49 दिने पूजा छ है, त्यहाँ जान लागिरहेको छु। पनिरको चिनी पनि पुऱ्याउनु पऱ्यो, अघि बिर्सेछ नि त, अघि त छो मात्रै लगेँ नि त। So 8 बत्ती है। बत्ती बाल्नु सुरु राति डर लाग्छ नि पानी आयो सुताउनु साह्रो पर्छ हौ। राति अलिक गर्नु पर्छ कि आमा भन्छ आमा हामी त नुन तेल खाएको छैन। अब नुन तेल खाएको छैन। पानी सक्नु आँट्यो अब अनि दुःखकै कुरो है। अस्ति हाम्रो भदै चाहिँ खस्नु भएको थियो है। अनि उसको चाहिँ 49 दिनको बत्ती चाहिँ आज बालेको है। उहाँ चाहिँ चाँडै स्वर्ग पुगिजाउन् भनेर चाहिँ आज 108 बत्ती बालेको है। अनि अहिले चाहिँ खानापिना हुँदैछ, हेर्दै गर्नु होला है। पिना पनि सबै भयो है। यो मसरुम पनि उब्रेछ, सबै कुरो उब्रियो। चाउमिन पनि त्यहाँ उब्रिरहेछ, यो बनाएको पनि उब्रेको छ है। यता यो पनि उब्रेको छ। भातहरू चाउमिनले गर्दाखेरि कहाँ भात खान्छ त। यो कति हो कति मजाले चिया खाँदै रहेछ त। मजाले चिया खाँदैछ। हेलो भन्दिँदै नि आन्टी। हेलो हाम्रो जेठी नाना, यो साइली नाना, कान्छी बहिनी। साइली नानाको दाँत झरेको छ भने कसले दिनेर आन्छ। त्यही त दाँत नभएर चिया खाँदै गरेको। कसले दाँत दिने छ भने यता दिन अरे भने अरू कुरो खानु हुँदैन, चिया त हुन्छ नि त। हाम्रो आशिष भाइले मिठो चिया ल हो र माथिबाट हामीलाई त दिएन त। एक ग्रुप हामी त्यहाँ बस्यो, हाम्रै घरबाट हो। ए र म चाहिँ माथि 49 को बत्ती बालेर आएको। अपेक्षा आपा पनि अघि नै आइपुगेछ है। अनि यहाँ चाहिँ अस्ति प्लम गरेको खेताला 1-2 दिन लाएँ है। अनि घरकैले बेसी जस्तो परसम्म छ है। सकेकै छैन नि, परतिर सर्टिङ मात्रै गरिरहेछ है। अघि मैले देखाएको छु पर हो। फेरि यता पनि सर्टिङ लगाइरहेछ। भोलि हुन्छ कि पर्सिदेखि हुन्छ है। दुःखै गरिरहेछ है। अब यहाँ चाहिँ अस्ति नै सुरु चाहिँ गरेको छु।
फाउन्डेसन चाहिँ अस्ति नै लगाएको छ अपेक्षा आपाले है। अन्त चाहिँ यता अब अघि आएको थियौँ त म अलिअलि थन्को मनको गर्नु सघाएर आएको नि रहेछ। अब छुट्टी गरेको छुट्टी के एकछिन गरेको होला नि त्यो सटरिङहरू खोल्दै रहेछ नि त। यस्तै छ पोस्ट चाहिँ यहाँ भुइँदेखि चाहिँ ओ माथिसम्म छ। त माथि कामसाम सकेर आएर पनि दाना पकाएँ है। अब चाहिँ घरकै कामहरू है। अब चाहिँ खानापिना पकाउनु पर्छ है।